बाफरे दरैसँग पो बोकेर आइयो त यो पनि मोबाकै रहेछ क्या मोबाको सामान त कति धेरै क्या कहिले हेयर ऱ्याप लिएर आउँछु कहिले हेयर ड्रायर लिएर आउँछु कहिले कर्डलेस भ्याक्युम लिएर आउँछु अब मेरो अगाडि फेरि के आएछ तपाईँलाई थाहा छ वेट एन्ड ड्राई भनेको पानीलाई सुत्दा पनि भ्याक्युम गर्न मिल्ने चिज आइसकेछ मोबाको हेलो एन्ड नमस्ते तपाईँलाई होली स्टोर किचनमा स्वागत छ म लोकेश आज फेरि मोबाको अर्को कर्डलेस भ्याक्युम क्लिनर मात्रै होइन वेट एन्ड ड्राई दुईटा भएको लिएर आएको छु र सबैभन्दा हेर्नुहुन्छ यो एकदमै घरमा किनेर जानलाई एकदमै सजिलो किसिमले यहाँ ह्यान्डल पनि दिएको छ तपाईँले किनेर मजाले बोकेर लान सक्नुहुन्छ किनभने यसलाई झोलामा हालेर लान सकिँदैन है र यसो हेर्नुहुन्छ भने तपाईँले यहाँनिर हुन्छ मोबाको अल इन वेट एन्ड ड्राई भ्याक्युम लेखिएको छ भने त्यस्तो यहाँ K30 भन्ने मोडल चाहिँ हो है यसमा K30 मिक्स भन्ने तपाईँले दिन सक्नुहुन्छ र सबैभन्दा इम्पोर्टेन्ट यसमा के छ भने यसको भ्याक्युम सक्सन गर्ने पार्ट चाहिँ तपाईँले यहाँ दिन सक्नुहुन्छ जुन चाहिँ 18,000 PA छ र यसमा तपाईँले अर्को बुझ्नुपर्ने कुरा के छ भने यस यदि तपाईँले वेटलाई वासिङ गर्ने टाइम चाहिँ यसले 30 मिनटसम्म गर्न सक्छ भने यसले नर्मल भ्याक्युम ड्राईवाला चाहिँ तपाईँले 50 मिनटसम्म एकचोटि चार्ज गरेपछि यसले लिन्छ भन्ने कुरो यहाँबाट पनि दिन सक्नुभयो र इन्ट्रेस्टिङ होइन घरमा पेट छ भने झन् रमाइलो भयो पेटको जुन रौँ निस्केर यति हैरान भएको हुन्छ नि तपाईँ जसलाई सजिलैसँग तान्नु पर्यो सक्सन गर्नु पर्यो भने यो भ्याक्युमले एकदमै धेरै साथ दिन्छ र यसमा अझै इम्पोर्टेन्ट कुरा के छ भने यसको जुन ह्यान्डल छ नि जता पनि तपाईँले मर्काउन सक्नुहुन्छ 180 डिग्रीको एङ्गलमा तपाईँले मजाले भ्याक्युम गर्न सक्नुहुन्छ है टक 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 पारेर देख्न सक्नुहुन्छ र स्मार्ट डट डिटेक्सन एन्ड सक्सन एडजस्टमेन्ट पनि यसमा तपाईँले पाउनुहुन्छ यसको मतलब के भने यसमा सेन्सरहरू राखेको छ जसले गर्दा चाहिँ कस्तो किसिमको डट छ कस्तो किसिमको फोर्स छ त्यसलाई कसरी तान्नुपर्छ कुन लेभलको स्पिड चाहिन्छ भन्ने कुरो यसले आफै एडजस्टमेन्ट पनि गरिहाल्छ अर्को लास्टतिर हेरौँ हो इम्पोर्टेन्ट कुरा है यसमा 99.99% तपाईँको फुल एकदमै जमलाई सिल गर्दछ यसको मतलब के भने तपाईँले भ्याक्युम गरेर जुन सक्सन गर्नुहुन्छ जुन सक्सन गरेर फेरि यसमा त तपाईँले तानेपछि हावा त फ्याल्नुपर्छ नि भ्याक्युमले फ्याल्छ त्यो बेलामा पनि यसले यति मजाले फिल्टर गर्ने रहेछ क्या तपाईँले यो पनि बुझिहाल्नु तपाईँले र साथै यसमा यति सजिलो छ नि यसमा अटो बिल्ड पनि भन्नुपर्छ जसलाई चाहिँ हामी सक्सन गर्ने बेलामा यदि रोलर चलाउनु पर्यो भने यो आफै बुझेर कुन लेभलमा चल्नु पर्यो बिस्तारै आफै पनि चल्न थाल्दछ र अर्को इम्पोर्टेन्ट कुरा के छ भने यसमा चाहिँ तपाईँले 1.1 केजी बराबरको चाहिँ फोरलाई चाहिँ यो बक्समा ग्र्याब गर्न सक्नुहुन्छ र बडी नै हेर्ने भने यसो तपाईँले झन् 4 केजीको पाउनुहुन्छ भने यसको जुन स्टियरिङ छ जसले घुमाएर सजिलैसँग तपाईँले जम्मै 1.1 केजीको जसले गर्दा मुभ गर्न पनि एकदमै सजिलो हुन्छ सरसरी त बुझिहाल्नु तपाईँले यो नयाँ आएको सफा गर्ने मेसिन कस्तो छ बुझिहाल्नुभयो भने अहिले अनबक्सिङ गरेर हेरौँ बट्टाभित्र कसरी आएको हुँदो रहेछ यसलाई चाहिँ म सर र यहाँनिर लडाइदिएँ लडाएपछि तपाईँले यसलाई खोल्न पनि सक्नुहुन्छ यहाँ खोलेपछि यसलाई म फ्लिप गरिदिन्छु है त फ्लिप गरेपछि तपाईँले यहाँ भित्र कति कुराहरू देख्न सक्नुहुन्छ अब यसलाई म ल हेर्नुहोस् गजबसँग सबै सामान मैले निकालिसकेको छु तर सबैलाई पनि प्लास्टिकले स्टिल मोरिरहेको छ अब यसलाई हेर्ने सबैभन्दा पहिला मेरो हातमा एउटा सानो किताब पनि छ यो यसो हेरौँ सबैभन्दा इम्पोर्टेन्ट कुरा के भने कुनै पनि सामान नयाँ आयो भने एउटा बानी चाहिँ हामीले छुटाउनु हुँदैन कहिले पनि क्विक स्टार्ट गाइड चाहिँ हेर्नुपर्ने हुन्छ त्यस्तै क्विक स्टार्ट गाइड भन्नु यसलाई अपरेसन टिप पनि भनिन्छ यसलाई जसले कसरी यसलाई चलाउने भन्ने कुरो तपाईँले सर र एउटा सानो कार्डमा पनि हेर्न सक्नुहुन्छ यसलाई मैले साइडमा राखेँ भने सबैभन्दा पहिला यो गोलो गोलो के रहेछ हेरिहाल्नु है यहाँनिर सबैभन्दा पहिला गोलो गोलो ओहो यो त पुरै फुल साइज टर्माइन जस्तो देखिने पुरै लेयर लेयरवाला फिल्टर तपाईँले यहाँ देख्न सक्नुहुन्छ र पहिला योभन्दा अगाडि देखाएको हाम्रो फिल्टर चाहिँ जुन ड्राई फिल्टर छ त्यसमा चाहिँ यो एउटा फिल्टर तपाईँले देख्नुहुन्थ्यो नि यसमा चाहिँ कति धेरै रहेछ हेर्नु है यहाँनिर र यसलाई पनि म एकछिन हेरिहालेँ यहाँ राख्छु र अर्को यो के रहेछ हेरौँ यो पक्कै पनि स्ट्यान्डको लागि चाहिने यसरी जुनुपर्छ र सबैभन्दा पहिला यहाँ भएको चिज चाहिँ हेरिहाल्नु यो के रहेछ यो खोलेपछि तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ तपाईँले ठ्याक्कै स्ट्यान्ड राख्न सक्नुहुन्छ यहाँ मैले तार पनि देखेको छु र यसैमा राखेर चार्ज पनि गर्नुपर्ने हुन्छ है यहाँनिर यहाँ हेरौँ अर्को हाम्रो एउटा एट्याचमेन्ट हामीले पाइरहेका छौँ यहाँ सक्सन एट्याचमेन्ट हो यो अर्को यहाँ रोलर गर्ने सक्सन एट्याचमेन्ट पनि यहाँनिर छ यसलाई पनि म खोल्दैछु हेर्नुहोस् यहाँ पनि छ यहाँ अर्को के रहेछ यहाँ पनि हेरिहालौँ कति धेरै के कचाककुचुक सामानहरू यसभित्र त ल यहाँ हेर्नुहोस् यहाँ अर्को यो सानो टाइपको सक्सन टाइपको यो फिल्टर तपाईँले पाइराख्नु भएको छ पक्कै पनि यस्तै कुनै चिजमा लाग्छ होला यो अहिले हेरिहालिन्छ र अर्को चिज हेरौँ हाम्रो अगाडि यहाँनिर ह्यान्डल पनि छ कस्तो मजाको रहेछ है ह्यान्डल त सेतो रङको क्या कुल क्या अब यो के रहेछ हेरिहालौँ यहाँनिर यसको एट्याचमेन्ट यहाँ जोड्ने सिस्टम यहाँनिर छ अहिले कसरी जोड्ने म हेरिहाल्छु अब सबैभन्दा पहिला हेरौँ भ्याक्युम क्लिनर कसरी आएको छ हेरिहालौँ अब र भ्याक्युम क्लिनर मेरो अगाडि ठुलो साइज गजबको छ र यसरी राख्नु पनि मिल्छ मिल्दो रहेछ हौ र यहाँ हेर्नुहुन्छ भने हामीले जोड्ने एउटा एसेसरिज पनि पाइरहेका छौँ यो चाहिँ हाम्रो रोलर यहाँनिर छ ओ के रहेछ यो चाहिँ यहाँभित्र तपाईँले हेर्नुहुन्छ नि मल्टी सर्फेस फ्लोर क्लिनर पनि रहेछ हेर्दै जाँदाखेरि अब हामीले चाहिँ यहाँनिर एउटा रोलर आएको देखिसक्छौँ
यहाँ देख्न सक्नुहुन्छ यहाँनिर यसले चाहिँ वेट एन्ड ड्राईको लागि चाहिँ भयो। यो चाहिँ मेरो चाहिँ वेटको लागि हुनुपर्छ यो। र यसलाई अब हामी यहाँबाट टिल गर्न सक्ने रहेछौँ। पुरा रोलर पनि हेर्नुहुन्छ नि कस्तो दामी क्या यो। र यो चाहिँ मेरो चारमा एक्स्ट्रा दिए जस्तो लाग्यो मलाई। यहाँ तपाईँले चेन्ज गर्न सक्नुहुन्छ यहाँनिर जस एक्स्ट्रा तपाईँले यहाँनिर पाइराख्नु भएको छ। र यहाँ मोबा भनेर लेखिएको छ। यहाँलाई यहाँ फेरि यहाँ राखिदिन सक्छौँ। यहाँबाट चाहिँ अब हामीले यसलाई यो गरेर यो निकाल्न सजिलो रहेछ यहाँनिर। यो चाहिँ ठ्याक्कै चेन्ज गर्नको लागि चाहिँ यो साइडमा थिचेर हामीले निकाल्नु पर्ने रहेछ। यो कति कुरा चाहिँ हामी चलाउँदै जानिहाल्छौँ यो कुरालाई चाहिँ। अब यो कसरी राख्ने भने हेरौँ। यसलाई चाहिँ यहाँ सट्ट हामी स्ट्यान्डमा राख्न सक्छौँ यहाँनिर ठ्याक्कै। हो कति मजाले बस्दो रहेछ यहाँनिर। र अनबक्सिङ गरेर त हामी सबै हेरिसक्यौँ नि। तपाईँले यसमा ड्राई र वेट मजाले छुटाउन सक्नुहुन्छ। यतापट्टि ड्राई छ भने यतापट्टि वेट छ। अब यो चाहिँ कसरी चल्छ तपाईँलाई जस्तो लाग्छ भने हामीले यहाँ वेटमा चलाएको चिजलाई चाहिँ यो निकाल्नु पर्ने हुन्छ र यसलाई यहाँनिर जोड्नु पर्ने हुन्छ। यहाँनिर यसै गरेपछि एउटै डिभाइसले तपाईँले दुईवटा भ्याकुम चल्ने भयो। अब यो चाहिँ पुरै वेट भयो। र वेटमा पनि तपाईँहरू चाहिँ यसमा धेरैवटा कम्पार्टमेन्टहरू छ त्यसलाई युज गर्न सक्नुहुन्छ जुनलाई चाहिँ मैले अहिले निकालेँ। र यहाँ हेर्नुहुन्छ नि यहाँनिर चाहिँ हामीले एक बिरको तपाईँको क्लिनर र पानी सफा पानी हाल्न सक्नुहुन्छ। र सफा पानी हालिसकेपछि यसलाई हामी यहाँ राख्न सक्छौँ। यो राखिसकेपछि यसले सफा गर्दाखेरि चाहिँ तपाईँलाई पानी एकदम सफा पानी हाल्छ एकदम क्लिनर सहितको भने यसले सक्सन गरेर चाहिँ यहाँ बस्छ। अलिक फोहोरहरू कपाल सपाल या त्यस्तो छ भने गुजुल्टोहरू जस्तो हुन्छ नि त्यो चिजहरू चाहिँ यहाँनिर बस्दछ। भनेपछि यसरी तपाईँले यसलाई हेर्न सक्नुहुन्छ। र अघि मैले भनेको यो पुरा वेटवालाको हेर्नुहुन्छ भने यो चाहिँ टोटल 4 केजी जतिको छ भने यो छुट्टै ड्राईवाला चाहिँ तपाईँले 1.1 केजीको मात्रै तपाईँले पाउनुहुन्छ जसमा चाहिँ तपाईँले डिफ्रेन्ट काइन्ड अफ एट्याचमेन्टहरू छ त्यसलाई लाउन सक्नुहुन्छ यहाँबाट। यो लगाइसकेपछि तपाईँले यस्तो खालको यो भ्याकुम गर्न सक्नुहुन्छ। र अर्को अलिकति फ्लोरहरूमा भ्याकुम गर्नु पऱ्यो भने तपाईँले यो किसिमले युज गर्न सक्नुहुन्छ जसलाई चाहिँ हामीले यहीँ चेन्ज गर्नुपर्ने हुन्छ। यसलाई निकालेर फेरि हामीले यहाँ हालिदिन सक्छौँ यसलाई चाहिँ। अब यसलाई अब तपाईँले राख्नलाई पनि एकदम सजिलो छ जसलाई चाहिँ अब यहाँनिर निकालेर यहाँ राखिदिनु। यसलाई आफ्नो ठाउँमा राखिदिन सक्नुहुन्छ यसरी राख्नु। र तपाईँले एउटा एक्स्ट्रा फिल्टर यसमा पाउनुहुन्छ यहाँनिर सक्सनको लागि भने। अर्को तपाईँ रोलर पनि एउटा एक्स्ट्रा पाइराख्नु भएको छ। र क्लिनर चाहिँ तपाईँले एक बोतल पाउनुहुन्छ। अरू चाहियो भने फेरि छुट्टै किन्नुपर्ने हुन्छ। यो खालि मगाइ किन्नुपर्ने पनि छैन। तपाईँले कुनै पनि फ्लोर क्लिन गर्ने यस्तो किसिमको क्लिनर तपाईँले बजारमा पाइहाल्नुहुन्छ। र साथै तपाईँले सफा गर्न गाह्रो हुन्छ भने कस्तो मजाले तारमा बेरेको ब्रस पनि रहेछ। यहाँ भित्र पालसम्म लगाएर मजाले क्लिन गर्न पनि सक्नुहुन्छ। यो चाहिँ फ्लोर सफा गर्नलाई होइन यो डिभाइस सफा गर्न दिएको चिज हो। अब तपाईँले यो डिभाइसलाई अब यहाँ त राख्नुभयो। यहाँ राख्दा त यो चार्ज हुँदैन। यसको लागि चार्ज हुन चाहिँ यो सिस्टममै तपाईँले राख्नुपर्ने जसको चाहिँ हामी एसी कनेक्सन यहाँबाट दिन सक्छौँ भने अब यसलाई फेरि हामीले यसलाई निकालेर यहाँ राख्न सक्छौँ। अब यति गरिसकेपछि तपाईँको ट्याक्क किडिक्क गर्छ। किडिक्क चाहिँ पानी नबुल्नु होला किनभने यो लक भएको हुँदैन फेरि भ्याकुम गर्दा गर्दै झरिहाल्ला फेरि चलेन भन्नु होला। यहाँ राखिसकेपछि तपाईँले यो एसी प्लग अन गरेर चाहिँ यसलाई चार्ज गर्न सक्नुहुन्छ। र एकछिन यसलाई साइडमा राखौँ। र तपाईँ अब यो भ्याकुम क्लिनरमा हेर्नुहुन्छ भने धेरै कुराहरू छन्। तपाईँले चलाउनु पर्ने जान्नुपर्ने कुराहरू धेरैहरू छन्। कन्ट्रोलहरू धेरै किसिमका छन्। र यसलाई स्ट्यान्डबाट मैले निकालिदिँदैछु। र स्ट्यान्डबाट मैले निकालिसकेपछि तपाईँ हेर्न सक्नुहुन्छ यहाँनिर हामी टिल गर्न सक्छौँ। र टिल गरिसकेपछि यो भ्याकुमलाई हामीले दायाँ बायाँ मजाले मोर्न सक्छौँ। र यसलाई तपाईँले एकदम फ्लोरमा सफा गर्नु एकदमै सजिलो। यहाँ त व्हिल तपाईँले पाउनुहुन्छ। त्यस्तै अगाडिपट्टि रोलर त तपाईँले पाइहाल्नु भएको छ नि। यहाँनिर पनि एउटा सानो रोलर पाउनुहुन्छ जसले गर्दा चाहिँ अब हुन्छ नि मुनि सफा गर्नु पऱ्यो भने हात उठाइराख्नु पनि पर्दैन। सिधै राखेर यसरी ठेल्नु भने सफा हुन्छ। यो व्हिलले पनि मजाले काम गर्छ। कन्ट्रोलर तपाईँले देख्न सक्नुहुन्छ है यहाँनिर धेरै किसिमको कन्ट्रोलहरू चाहिँ यहाँनिर छ। र तपाईँले यहाँ जोडिसकेपछि यसको पावर अन अफको लागि चाहिँ हामीले माथिपट्टि ह्यान्डलबाट युज गर्नुपर्ने हुन्छ। र यसमा तपाईँले एउटा पावर बटन देख्नुहुन्छ भने अर्को सेलेक्सन बटन पनि तपाईँले पाउनुहुन्छ। र यसमा चाहिँ एउटा के फाइदा छ भने एउटा अटो मुड तपाईँले पाइहाल्नुहुन्छ भने यसमा धेरै किसिमको अरू मुडहरू पनि छ जसबाट चाहिँ तपाईँले कस्तो किसिमको मैलो छ कस्तो किसिमको फोहोर छ त्यो अनुसार चाहिँ तपाईँले एडजस्टमेन्ट गरेर चलाउन पनि सक्नुहुन्छ। सबैभन्दा बेस्ट त अटो नै छ। र मैले यसलाई जोडी पनि सकेको छु। एकछिन स्टेसनको साइडमा यहाँ राखौँ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ मैले अन गरिसकेपछि यहाँनिर हेर्नु यो आफै रोलर पनि गयो है आफै जाँदो रहेछ। ल हेर्नुहोस् है फेरि आफै गयो। र मैले यसलाई अफ पनि गरिदिएँ मैले। र अर्को एकचोटि हेरौँ म यसलाई म उठाएर तपाईँलाई देखाउँछु किनकि कुदै गऱ्यो। र यसलाई मैले अन गरेपछि तपाईँले यहाँ हेर्नुभयो भने डिफ्रेन्ट मोडहरू तपाईँ सेलेक्सन गर्न सक्नुहुन्छ। यहाँ अल्ट्रा मोड सक्सन मोड अटो मोड भनेपछि 3 मोड तपाईँले यसमा पाइरहन्छ। यसलाई म अफ गरिदिन्छु। र यति धेरै स्मार्ट यो भइसकेपछि तपाईँले सफा गर्दै हुन्छ। र फोहोर पानी टन्न भरियो तपाईँले याद छैन भने पनि यसले आफै बोलेर भनिदिन्छ। र सँगै सफा गर्ने बेला तपाईँले सफा हाल्नुपर्ने पानी सक्यो भने पनि यसले भनिदिन्छ। तपाईँले त्यसले गर्दा वाटर रिफिल पनि गर्न सक्नुहुन्छ। र साथै तपाईँले फोहोर पानी फ्याल्न पनि सक्नुभयो र राम्रो पानी हाल्न पनि सक्नुभयो। यसले भोइस कमान्डबाट भनिदिन्छ। साथसाथै तपाईँले यो डिभाइसमा यस्तो चिज देख्नुहुन्छ जसलाई तपाईँले स्ट्यान्डमा राख्नु पनि अगाडि राखेको जुन यो रोलर छ नि
रोलर त तपाईँले सफा गरेपछि गनाउन सक्छ, त्यसलाई स्टेसनमा राखेर तपाईँ एउटा बटन छ जसलाई थिचिदिएपछि यसले अटो क्लिनिङ पनि गर्छ, अटो ड्राई पनि गर्छ, जसले गर्दा यो रोलर जहिले पनि फ्रेस भइरहेको छ। र साथै तपाईँले सफा कति गर्छ जस्तो लाग्छ भने तपाईँले यसमा क्लिन पानी तपाईँले 600 ml जति हाल्न सक्नुहुन्छ भने फोहोर पानी चाहिँ यसले 500 ml जति चाहिँ यसले तान्न सक्छ। मतलब यो ट्याङ्कीमा भरिदिए त्यसपछि तपाईँले फ्याल्नुपर्ने हुन्छ। सबैभन्दा इम्पोर्टेन्ट कुरा यो डिभाइसको ब्रेन भन्नुहोस् या जे भन्नुहोस् सबै चलाउने कुरो चाहिँ तपाईँले यति यो कालोमा भर पर्छ, यो सबै कुरो यसैमा छ। र यसमा तपाईँले पुरै एकदम फास्टेस्ट ब्रसलेस मोटर पाउनुहुन्छ र यसमै तपाईँले 18,000 mAh को ब्याट्री पनि पाउनुहुन्छ। त्यही भएर यसलाई कर्डेस मजाले जता गए पनि मजाले चार्ज गर्न सक्नुहुन्छ, तार तानी लानु पर्दैन। र साथै जसले निकाल्ने पावर पनि तपाईँले 18,000 PA को पाउनुहुन्छ सक्सन गर्नलाई। अब आजको दुनियाँमा तपाईँ हेर्नुहुन्छ भने घरको काम गर्न सायद आफैले गर्नुपर्ने हुन्छ, किनभने आजभोलि तपाईँले त्यति सजिलै सहयोगी राख्न पनि सक्नुहुन्न। जसले आफ्नो एपार्टमेन्ट होस्, आफ्नो घर होस्, सजिलैसँग सफा गर्नको लागि तपाईँलाई यो डिभाइसले एकदमै धेरै साथ दिन्छ। किनभने घर कहिलेकाहीँ पुस्नु पनि पर्छ, तपाईँको टाइल छ भने, मार्बल लाउनु भएको छ, ग्रेनाइट लाउनु भएको छ भने पुस्नु पनि पर्ने हुन्छ। अब कार्पेट लाउनु भएको छ भने तपाईँले भ्याक्युम गर्नुपर्ने हुन्छ। भनेपछि दुईटै कुरा एउटै डिभाइसले तपाईँलाई दिन्छ र गर्न पनि लास्टै सजिलो छ। अब हेर्नु न कस्तो मैले 180 डिग्रीमा मजाले फ्ल्याट पनि भएको छ, तपाईँले सरसँग यसलाई सार्नु पनि पर्दैन, किनभने यहाँ तपाईँ अन गर्ने बित्तिकै मोटरले आफै प्रेसर पनि दिइहाल्छ, हल्का प्रेसर मात्रै लाए पुग्छ। भनेपछि यसलाई मुभ गरेर सफा गर्न पनि एकदमै सजिलो छ। र पहिला छ ट्रेडिसनल हिसाबले पर तार तानेर प्लगमा हालेर तार फुत्त फुस्केला भन्ने टेन्सन पनि भएन, किनभने यसमै आफ्नै ब्याकअप पावर पनि छ, जसले तपाईँले अब घरमा गरिराख्नु भएको काम बढाउनुहुन्थ्यो, यस्तो कपडा निचोरेर पुसिराख्नु भएको थियो भने अब यो डिभाइसले सजिलैसँग गरिदिनेछ। र साथसाथै अर्को एकदमै इम्पोर्टेन्ट कुरा तपाईँले याद गर्नुभएको छ भने पहिला पहिला हामीले घरमा जोडिरहेको भ्याक्युमबाट कति ठुलो आवाज आउँछ। र घरमा तपाईँ एकदम पेट लभर हुनुहुन्छ, काहीँ बिरालो पाल्नु भएको छ, काहीँ कुकुर पाल्नु भएको छ, धेरैजनाकोमा त के हुन्छ भने त्यो आवाजले तिनीहरू इरिटेट भएर भुक्न पनि थाल्छन्, कराउन पनि थाल्छन् या भाग्न थाल्छन्। भने त्यस्तो अवस्थामा यसको साउन्ड पनि एकदमै कम छ, जसले गर्दाखेरि घरमा चलाउन पनि सजिलो छ। र साथै तपाईँले यो डिभाइसमा मजाले फ्लोर क्लिन गर्दाखेरि तपाईँले लिक्विड छुट्टै र रफ कुराहरू हुन्छ जस्तो कपाल भन्नुहोस् या कचाकुचक चिजहरू, फोहोर चिजहरू छुट्टै राख्ने भएको गर्दाखेरि जुन यसलाई तपाईँ फ्याल्नुहुन्छ, फ्याल्ने कुरामा तपाईँ दुईवटा पार्टलाई छुट्टा छुट्टै फाल्ने भएको गर्दाखेरि घरमा पनि कहिलेकाहीँ हुन्छ नि ढल बन्द हुने, यो तपाईँको बेसिन जाम हुने, त्यो चिज पनि भएन। तपाईँले पार्टिकल कुराले एक ठाउँ हाल्न सक्नुहुन्छ, लिक्विडलाई अर्को ठाउँ हाल्न सक्नुहुन्छ, त्यो पनि सेग्रिगेट गरेर छुट्याएर यसले पहिले दिन्छ। र साथै तपाईँले यो अगाडि भएको रोलर पनि हामीले खासै मेनुअली सफा पनि गर्नु पर्दैन, यसले अटोमेटिक स्ट्यान्डमा राखेर सफा पनि गर्छ। र कहिलेकाहीँ मन लाग्यो भने तपाईँले सजिलैसँग निकालेर सफा पनि गर्न सक्नुहुन्छ है। र यो त चाहिँ तपाईँलाई मोभाको K30 मिक्स भन्ने वेट एन्ड ड्राई भ्याक्युम क्लिनर सम्बन्धी केही जानकारी हजुरहरूलाई कस्तो लाग्यो? अब योभन्दा अझै धेरै तपाईँ डिटेलमा हेर्नुहुन्छ भने हाम्रो वेबसाइटमा त पहिले लिस्टिङै छ, जसको लिङ्क मैले तल राखिदिएकै छु। त्यहाँ गएर तपाईँले यसको डिटेल पनि हेर्न सक्नुहुन्छ, प्राइस पनि हेर्न सक्नुहुन्छ र साथै अनलाइन अर्डर पनि गर्न सक्नुहुन्छ है। त्यस्तो साह्रो अब तपाईँ अनलाइनमा फ्रेन्डली हुनुहुन्न भने हाम्रो स्टोरमा गएर पनि तपाईँ लिन सक्नुहुन्छ। यति भन्दै आजलाई बिदा दिन चाहन्छु। फेरि नेक्स्ट भिडियोमा भेट्ने बातसहित आजलाई बाई बाई अनि नमस्ते। अब मोबाइलले सफा गर्ने हेर्नु त घरलाई।